आदरणीय साथीहरू नमस्कार। म विकास रेशमी लुधियाना पन्जाबबाट। साथीहरू तपाईहरू सम्पूर्णलाई जानकारी भएको कुरा हो, म आजभन्दा लगभग 2 महिना पहिला एउटा अत्यन्तै गम्भीर विषयमा चाहिँ भिडियो सार्वजनिक गरेको थिएँ। हिमाचल प्रदेशको कुल्लू भन्ने ठाउँमा सिलिन्डर ब्लास्टमा परेर एउटै परिवारको 5 जना सदस्य अत्यन्तै गम्भीर रूपमा घाइते हुनुभएको थियो। उहाँ राजु र उहाँको परिवार हिमाचल कुल्लूदेखि ब्लास्टमा परिसके पछाडि त्यहीको स्थानीयहरूको सहयोगमा चण्डीगढ स्थित पीजीआई हस्पिटलमा लिएर दाखिला गर्ने क्रम भयो। तत्पश्चात उहाँहरूको उपचारमा एकदमै गरिब परिवार, त्यसैमाथि त्यस्तो विध्वंस चाहिँ घटना भइसके पछाडि आर्थिक स्थिति अत्यन्तै नाजुक थियो र त्यो दुखद घटनामा हामी प्रवासी नेपाली सङ्घ भारत उत्तर पूर्व नगर समिति चण्डीगढको सहयोगमा म विकास रेशमी लुधियानादेखि हामी सम्पूर्णले लागि परेर त्यो घटनाका घाइतेहरूको उपचार सुरु गराइयो र तत्पश्चात चाहिँ घटनामा गम्भीर रूपबाट घायल परिवारको मुखिया राजुलाई त हामी बचाउन सकेनौँ, तर उहाँका 4 जना उहाँको वाइफ र 3 वटा बच्चाहरूलाई भने चाहिँ भगवान रूपी डाक्टरहरूको सहयोगले, अथक प्रयासले र तपाईँ सम्पूर्ण भगवान रूपी सहयोगी दाताहरूले सहयोग गरिदिनु भयो। पीजीआईमा उपचार गर्ने क्रममा यहाँको सङ्घ संस्थाहरूबाट पनि हामीहरूलाई विशेष सहयोग भयो र उहाँहरूले निरन्तर उपचारमा चाहिँ सहयोग गरिदिनु भयो र तपाईँ सम्पूर्णले मेरो मार्फत भिडियो सार्वजनिक भएको बाट म सहयोग गर्ने साथीहरूको नाम लिन चाहे। जितमान थापा, प्रकाश भाइ, हरि खरेलजी, यम खत्री, नवीन चन्दजी, शान्ति टोपू, जो बहिनीले सधैँ चाहिँ हामीले राखेको भिडियोमा एकदमै बढ चढेर चाहिँ धेरैभन्दा धेरै सहयोग गर्नुहुन्छ। ईश्वरी घिमिरे भाइ, पिताम्बर घिमिरे छेत्री भाइ, राजु पौडेल, उमा बस्नेत, प्रीतम रेशमी, मनु विश्वकर्मा, राजन रावत, खुमा रेशमी, अन्जु पुन, धानप रावत, हरि पौडेल, सूरज कुमार, राजु अधिकारी, रामु रेशमी, युवराज थापा, राधा रेग्मी, वीरेश पाण्डे, विक्रम पौडेल, नवीन कुँवर, राम भाइ, यहाँहरू सम्पूर्णलाई म हृदयको गहिराइदेखि परिवारको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट एकदमै गहिराइदेखि चाहिँ धन्यवाद ज्ञापन गर्दछु र यहाँ नाम छुटेका साथीहरूको कसैको यदि चाहिँ छुटेको छ भने चाहिँ मलाई मेसेन्जरमा चाहिँ जानकारी गराउनु होला। म क्षमा चाहन्छु यदि कसैको नाम छुटेको छ भने, म कोसिस गरेको छु छुटेको नहोला।
तर यस बाहेक पनि जस कसैको चाहिँ नाम सार्वजनिक नगर्ने भनेर पनि सहयोग गर्नुभएको थियो। उहाँहरूको पनि चाहिँ सहयोग हामीहरूले एकमुष्ट यो रकमलाई उहाँहरूको छुट्टी पश्चात रु 1 लाख आइसी चाहिँ उहाँलाई चाहिँ हातमा हिजै राखिदिएका छौँ र सम्पूर्ण उपचारको क्रममा उहाँहरूलाई चाहिँ विभिन्न हामी सङ्घ संस्थाबाट उपचार चाहिँ गराइएको थियो भन्दै यो भिडियो धेरै लामो हुन्छ। लामो भिडियोलाई आजकलको टाइममा सुन्नलाई कसैलाई समय पनि हुँदैन। म भिडियोलाई भने यहीँ अन्त्य गर्दछु। अझै एकपटक चाहिँ हृदयको गहिराइदेखि चाहिँ धन्यवाद ज्ञापन गर्दछु। आगामी दिनहरूमा पनि हामी प्रवासमा भइपरिआएका यस्ता दुःखद घटनाहरूमा हामी आफू सक्दो लागिपर्नेछौँ र तपाईहरूबाट पनि यसै गरी सहयोगको अपेक्षा गर्दछौँ। स्वदेशभित्र त हाम्रो अब गाउँठाउँमा गाउँपालिकामा हैन र त्यसै गरी विभिन्न च्यानलहरूको माध्यमबाट सहयोग जुट्ने गरेको हामीले देखिरहेका छौँ। तर भारत प्रवासमा भने त्यस्तो खालको केही ठुलो सहयोग हुने कुनै पनि माध्यम नभएको कारणले गर्दाखेरि हामी थोरै भए पनि आफू सक्दो चाहिँ प्रयास गरेका छौँ। हामी समाजका लागि प्रवासी नेपालीहरूको लागि सधैँ आफू सक्दो प्रयास गर्ने नै छौँ र तपाईहरूको पनि सहयोग सपोर्टको चाहिँ अपेक्षा गर्दछौँ। धन्यवाद।